हेलो नमस्कार साथीहरू। आज म भन्छु यो चिफ अकाउन्टेन्टको र सिनियर अकाउन्टेन्टको काम के हुन्छ, जुनियर अकाउन्टेन्टको काम के हुन्छ भनेर। यो हेर्नुहोस्, जुनियर अकाउन्टेन्टले चाहिँ तपाईँले सिनियर होस् या चिफ अकाउन्टेन्ट होस्, उसलाई चाहिँ हेल्प गर्ने हो होइन काममा चाहिँ। अब जस्तो कि डेली बेसिसको कामहरू चाहिँ चिफ एकाउन्टेन्टले सिनियर अकाउन्टेन्टले त गर्दैन। उनीहरूले गर्ने भनेको मेन कामहरू मात्रै हुन्छ, मन्थली रिपोर्टहरू हेर्ने हुन्छ अनि पैसाको पेमेन्टको ट्रान्सफरहरू गर्नुपर्ने कामहरू सबै उहाँले हेर्छ। तर जुनियर अकाउन्टेन्टको काम भनेको डेली बेसिसमा बुक किपिङ गर्ने हुन्छ। बुक किपिङमा अनि भ्याटको, पर्चेजको होइन, क्यासको, यो एक्सपेन्सेसको जति पनि हुन्छ सबै बुक किपिङ गर्नुपर्ने हुन्छ। अब सेल्स र जस्तै कि सेल्स र पर्चेजको इन्ट्रिज गर्नुपर्ने हुन्छ, इन्भोइस इन्ट्रिज एक्सेलमा गरेर नै ट्यालीमा डाटा इन्ट्री गरेर त्यसको फाइलिङ गर्नुपर्ने हुन्छ। फ्युलहरूको सबै इन्ट्री गरेर फाइल गर्नुपर्ने हुन्छ। अरू कामहरू चाहिँ तपाईँले अब सिनियर अकाउन्टेन्टहरूले के भन्छ त्यो गर्नुपर्ने हुन्छ, त्यो गरेर दिनुपर्ने हुन्छ होइन। अनि उहाँले चाहिँ अब तपाईँको सिनियर अकाउन्टेन्टले त्यो मन्थली रिपोर्ट हेर्छ अनि मन्थली रिपोर्टहरू हेरेर ठिक छ भने त्यो सबै सब्मिट गर्छ, भ्याट फाइलिङहरू गर्ने प्रोसेस अगाडि बढाउँछ। नभए त्यो अरू केही गल्ती छ भने तपाईँले भन्छ यो कुराहरू गर्नलाई भनेर हो, त्यही सब गर्छ। तर त्यो तपाईँले चाहिँ खासमा त्यही हेल्प गर्नुपर्ने हुन्छ जुनियर अकाउन्टेन्टको काम चाहिँ। अब यस्तै हो, यो काम चाहिँ अलिक धेरै नै हुन्छ। साउदीमा अहिले त्यस्तै काम भइरहेछ। तपाईँहरूले अब साउदी आउन चाहनुहुन्छ भने, अरू साउदीमा अकाउन्टिङको कामहरू के हुन्छ कस्तो हुन्छ त्यसको बारेमा बुझ्न चाहनुहुन्छ भने भिडियोमा कमेन्ट गर्नुहोस्, म त्यसको विषयमा बनाउने कोसिस गर्छु। हस् त, धन्यवाद। प्लिज लाइक सब्सक्राइब गरिदिनु होला।